सो क्रोएसिया बेटर हो या स्लोभेनिया बेटर हो? कुन चाहिँ देशमा एप्लाई गर्दाखेरि चाहिँ बेस्ट हुन्छ? कुन चाहिँ देशमा एप्लाई गर्नुभयो भने चाहिँ तपाईँको भिसा रेसियो राम्रो छ, होइन? तपाईँले क्रोएसिया एप्लाई गर्नु भने कति समय लाग्छ र त्यही समय चाहिँ स्लोभेनियाको लागि एप्लाई गर्नुभयो भने कति समय लाग्छ भने धेरैजनाले कमेन्टमा मेसेज गरिराख्नु भएको थियो, होइन? सो धेरै दिनबाट चाहिँ मैले कुनै पनि इन्फर्मेसन भिडियोहरू बनाउनु पाइरहेको थिइनँ। सो आज चाहिँ धेरै तपाईँको मायाले, होइन, धेरै कमेन्टमा मेसेज आएको कारणले चाहिँ मैले यो विषयमा भिडियो बनाइरहेको छु। तपाईँहरूले कुन चाहिँ देशको लागि एप्लाई गर्दाखेरि चाँडै भिसा लाग्छ र भिसा रेसियो चाहिँ कुन चाहिँ देशमा राम्रो छ, होइन, र स्यालेरी चाहिँ स्लोभेनियामा बेटर छ कि क्रोएसियामा बेटर छ, त्यसको ट्याक्सहरूको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी यो भिडियोमा दिनेछु। र भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि च्यानल नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला, त्यहाँ रहेको बेल आइकन प्रेस गरेर नछुटाउनु होला, ताकि तपाईँले क्रोएसिया लगायत कुनै पनि युरोपियन कन्ट्रीको अपडेटहरू मेरो एसटिएस ब्लगबाट सधैँभरि पाउनुहुनेछ। सो भिडियो ढिला नगरिकन म सुरु गर्नेछु। हेलो गाइस, नमस्ते अनि वेलकम ब्याक टु एसटिएस ब्लग। आशा गर्छु सबैजना सन्चै हुन्छ भनेर। सो लामो समयदेखि कुनै पनि इन्फर्मेसन भिडियोहरू मैले बनाउन पाइरहेको थिइनँ, होइन? सो फाइनली अहिले चाहिँ क्रोएसियामा समरको भ्याकेसन सुरु भइरहेको छ सबैको, होइन? यदि तपाईँहरू क्रोएसियामा काम गर्दै हुन्छ लगायत कुनै पनि युरोपियन कन्ट्रीमा, म्याक्सिमम युरोपियन कन्ट्रीमा चाहिँ अहिले समर भ्याकेसन स्टार्ट भएको छ, जुन चाहिँ अगस्तबाट स्टार्ट हुन्छ, होइन? सो फाइनली आज थोरै टाइम निकालेर तपाईँको म्यासेज र कमेन्ट आएको कारणले मलाई चाहिँ यो भिडियो चाहिँ, होइन, बनाउनै पर्छ जस्तो लाग्यो, होइन? सो धेरैजनाको कन्फ्युजन हुन्छ क्रोएसिया एप्लाई गर्दा बेस्ट हुन्छ या स्लोभेनिया एप्लाई गर्दाखेरि बेस्ट हुन्छ भन्ने विषयमा, होइन? सो क्रोएसियामा के छ भने अहिले लामो समयदेखि लगभग 1 वर्ष भइसक्यो होला, होइन, भिसा या वर्क परमिटको रेसियो धेरै कम भएको छ, होइन? गत वर्षको तुलनामा चाहिँ 14,000 15,000 मान्छे वर्क परमिट इस्यु गरिरहेको थियो भने अहिले चाहिँ यो 2026 को चाहिँ अहिले अगस्त लागिसक्यो, होइन? अहिलेसम्ममा मात्रै 4,500-5,000 मात्रै वर्क परमिट इस्यु भएको छ भने पहिलाको तुलनामा धेरै आधाभन्दा नि कम वर्क परमिट इस्यु भएको छैन। सो त्यसै गरी स्लोभेनियामा चाहिँ अहिले राम्रो डिमान्डहरू गइरहेको छ, होइन? यदि तपाईँहरू स्लोभेनियाको लागि एप्लाई गर्दै हुन्छ कुनै पनि कन्सल्टेन्सीबाट, यदि तपाईँहरू जुनै पनि कन्ट्रीको लागि एप्लाई गर्दै हुन्छ लगायत क्रोएसिया, स्लोभेनिया, स्लोभाकिया, एनी वान कन्ट्री एप्लाई गर्दै हुन्छ भने चाहिँ राम्रो भरपर्दो मेन पावरबाट एप्लाई गर्नुभयो भने चाहिँ अहिले क्रोएसियाभन्दा अरू युरोपियन कन्ट्री ट्राई गर्दाखेरि बेस्ट हुन्छ भन्न चाहन्छु, होइन? सो क्रोएसियामा नराम्रो छ भन्न खोजेको चाहिँ होइन मैले, होइन? क्रोएसियामा प्रोसेसिङ टाइम पनि सेमै हो अरू कन्ट्रीको भन्दा। लाइक क्रोएसिया एप्लाई गर्नुभयो भने तपाईँको मिनिमम 7 देखि 8 महिना या 1 वर्षसम्म लाग्न सक्छ, होइन? सो त्यसै गरी स्लोभेनियामा चाहिँ एप्लाई गर्नुभयो त्यही सेम समयमा, होइन, 1-2 महिना ढिलो चाँडो हुनसक्छ र त्यही समयमा चाहिँ तपाईँको वर्क परमिट या टिआरसी आउन सक्छ, होइन? सो त्यसै गरी यदि तपाईँहरू क्रोएसियाको स्यालेरी भन्नुहुन्छ भने 1050 ग्रोस स्यालेरी छ भने त्यही स्यालेरी चाहिँ स्लोभेनियामा 1481 युरो छ, होइन? सो त्यसै गरी यहाँभन्दा लगभग 350-400 रुपियाँ बढी छ स्लोभेनियामा, होइन? सो एप्लाई गर्दाखेरि क्रोएसियाको के हुन्छ भने जब तपाईँले क्रोएसियाको लागि एप्लाई गर्नुभयो भने तपाईँले भिएफएस गरिसकेपछि तपाईँको भिसा आउने चान्सेस चाहिँ बढी हुन्छ, होइन? सो त्यसै गरी स्लोभेनियामा चाहिँ के हुन्छ भने तपाईँले जब भिएफएस गर्नुहुन्छ, होइन, तपाईँको डाइरेक्टै टिआरसी कार्ड आउँछ। क्रोएसियाको चाहिँ त्यस्तो हुँदैन। तपाईँहरू जब यहाँको पुलिस स्टेसनमा गएर भेरिफाई गरेर तपाईँको फिङ्गरिङ या बायोमेट्रिक भइसकेपछि मात्रै तपाईँको यहाँ क्रोएसियाको चाहिँ टिआरसी आउँछ। भन्दाखेरि स्लोभेनियाको चाहिँ साम डिफ्रेन्स छ। तपाईँले स्लोभेनियाको लागि भिएफएस गर्नुभयो भने तपाईँको डाइरेक्टै 3 to 30 days to 90 daysसम्म तपाईँको विथ टिआरसी आउँछ। अनि त्यसै गरी तपाईँले स्लोभेनियाको प्रोसेसिङ अलिकति इजी हुन जान्छ। तपाईँले यहाँ आएर चाहिँ त्यस्तो खालको झमेला, तपाईँको फिङ्गरिङ दिनुपर्ने, तपाईँको बायोमेट्रिक लिनुपर्ने त्यस्तो आवश्यक पर्दैन। तर यहाँ कुनै पनि अहिले क्रोएसिया लगायत कुनै पनि स्लोभेनिया, स्लोभाकिया, माल्टा, रोमानिया जुनै पनि युरोपियन कन्ट्री ट्राई गर्दै हुन्छ भने मेडिकल नेसेसरी छ, होइन? पहिला चाहिँ के थियो भने मेडिकल फिट नभए पनि यसो त्यसो मिलाएर चाहिँ मेडिकल गरायो भनेर चाहिँ आउन सकिन्थ्यो भने अहिले चाहिँ धेरै टाइट गरेको छ। स्लोभेनिया भन्दा पनि क्रोएसियामा चाहिँ म्याक्सिमम टाइट गरेको छ। यदि तपाईँहरू पनि क्रोएसियामै हुनुहुन्छ र टिआरसीको लागि तपाईँको डेट आइसकेको छ टिआरसी बनाउने, तपाईँको टिआरसीको डेट चाहिँ भ्यालिड छैन भने तपाईँले टिआरसी रिन्यू गर्दाखेरि पनि तपाईँलाई हेल्थको चाहिँ मेडिकल गर्नुपर्छ, होइन? त्यसै गरी स्लोभेनियामा चाहिँ उहाँ त गर्नुहुन्छ तर यहाँ आएर पनि गर्नुपर्छ, होइन? र क्रोएसिया भिएस स्लोभेनियाको विषयमा भन्दाखेरि चाहिँ अहिलेको सिचुएसनमा तपाईँले स्लोभेनिया एप्लाई गर्दाखेरि बेस्ट हुन्छ, होइन? यहाँभन्दा स्यालेरी पनि बेटर छ, तपाईँको ट्याक्स पनि कम लिन्छ, होइन? सो प्रोसेसिङ टाइम त सेमै हुन्छ, तर क्रोएसियामा चाहिँ अहिले धेरै नै टाइट गरेको छ।
किन भन्दा 2025मा 24मा सिजनमा आउनु भएको अझैसम्म काम पाइराख्नु भएको छैन। सो त्यसै गरी चाहिँ अहिले क्रोएसियामा जो अलरेडी क्रोएसियामा हुनुहुन्छ उहाँहरूलाई चाहिँ जब प्रोभाइड गरिरहेको छ, जब खोजी उहाँहरूले पनि काम गरिराख्नु भएको छ, बा एजेन्सी लगायत कुनै पनि दलालले काम गरिराख्नु भएको छ भने तपाईँले अहिलेको सिचुएसनमा क्रोएसियाभन्दा बेटर चाहिँ अरू नै युरोपियन कन्ट्री ट्राई गर्दाखेरि राम्रो हुन्छ भन्न चाहन्छु। सो तपाईँलाई केही परेमा मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अदरवाइज मेरो टिकटक आइडी चाहिँ एसटिएस ब्लग, अदरवाइज मेरो फेसबुक आइडी पनि छ एसटिएस ब्लग भनेर होइन, त्यहाँ गएर तपाईँले मलाई म्यासेज गर्न सक्नुहुन्छ। म सक्दो र चाँडो चाहिँ तपाईँलाई अवश्य पनि रिप्लाई गरिदिनेछु। सो आजको लागि